मनसुन त्यो समय जब प्रकृतिले आफूलाई सबैभन्दा शुद्ध र सुन्दर रूपमा प्रस्तुत गर्छ। यिनै महिनाहरूमा पृथ्वीले मानव आफैलाई फेरि निको पार्न थाल्छ। पहाडहरू हरिया हुन्छन्, नदीहरू अझै जीवन्त बन्छन्, जङ्गल, फूल र उपत्यकाहरूले नयाँ जीवन पाउँछन्। प्रकृति पहिले भन्दा अझ ताजा, जीवन्त र खुसी देखिन्छ। र यस्तै सुन्दर उपत्यका बागलुङमा पनि छ, जहाँ तपाईले 1-2 होइन 500 भन्दा बढी प्रजातिका फूलहरू देख्न सक्नुहुन्छ। जहाँ हरेक मोडमा प्रकृतिको नयाँ रूप भेटिन्छ, हरेक दृश्यले मनलाई रोक्न बाध्य बनाउँछ। प्रकृतिको यही सुन्दर संसारमा स्वागत छ ढोरपाटन शिखर आरक्षणमा। नेपालको सानो नेपाल, जसलाई बागलुङ भनिन्छ। नाम सुन्ने बित्तिकै आँखा अगाडि आउँछन् हरिया पहाडहरू, कलकल बग्ने खोलाहरू, घुमाउरा पहाडी बाटाहरू, हरियालीले भरिएका फाँटहरू। प्रकृतिले आफ्नो सुन्दरता खुलेर देखाएको यही ठाउँबाट आज हाम्रो यात्रा सुरु हुँदैछ। सबैलाई पछाडि छोड्दै हामी मध्य पहाडी लोकमार्गतर्फ अघि बढ्छौं। स्कुटरको आवाज, चिसो हावा र अगाडि फैलिएको लामो बाटो, त्यो क्षणमै महसुस भयो आजको यात्रा केही विशेष हुँदैछ। केही समयको यात्रापछि हामी पुग्यौं बागलुङ र गलकोटको सिमाना घोडाबाटे। यात्राको बीचमा केही बेर रोकिएर चिसो हावाको मजा लिन मन लाग्यो। वरिपरि हेर्दा जता हेरे पनि हरियाली। अब हाम्रो यात्रा थियो हटिया। यात्रा केवल गन्तव्यसम्म पुग्नु मात्र थिएन, हामीलाई यात्राको हरेक क्षण कथाको एउटा भाग बनाउनु थियो। जति अगाडि बढ्दै गयौं उति नै मन खुसी हुँदै गयो। प्रकृति पनि बिस्तारै बदलिँदै थियो। पहाडहरू अझ हरिया, खोलाहरू अझ नजिक, बाटाहरू अझ रमाइला। हटिया पुग्नु अघि हाम्रो नजर एउटा बोर्डमा पर्यो। त्यहाँ दूरी देखाइएको थियो 80 किलोमिटर। गन्तव्य अझै धेरै टाढा भए जस्तो लाग्यो, तर यात्राको मजा नै यही। कहिले दूरी लामो लाग्छ, कहिले समय छोटो। हामीले धेरै सोचेनौं, स्कुटरको गति बदल्यौं र केही समयमै गलकोटको हटिया आइपुग्यौं। हटिया यो ठाउँ पनि आफ्नै रङमा रमाएको छ। घुम्नका लागि मात्र होइन, केही बेर बसेर हेर्नका लागि पनि मन लाग्ने ठाउँ। वरिपरिका पहाड र त्यहाँको आफ्नै पहाडी वातावरण। तर हाम्रो गन्तव्य अझै अगाडि थियो। हटियाबाट अगाडि बढ्दै गर्दा हाम्रो साथमा थियो दरम खोला। खोला हामीसँगै बगिरहेको जस्तो लाग्थ्यो। हामीलाई बुर्तिवाङले स्वागत गर्यो। त्यति बेलासम्म यात्राले निकै समय लिइसकेको थियो। बुर्तिवाङमा धेरै बेर बस्ने समय थिएन, किनकि हाम्रो वास्तविक यात्रा अब सुरु हुँदै थियो। बुर्तिवाङ कट्ने बित्तिकै दृश्य एक बदलिन थाल्यो। अगाडि देखिन थाले घना जङ्गल, ठुला पहाड र कच्ची बाटाहरू। आफ्नै संसारमा रमाइरहे उनीहरूको त्यो सरल जीवन देख्दा केही बेर त्यही रोकिएर हेर्न मन लाग्यो। यो सहरदेखि केही टाढा बसेको बोबाङ गाउँ, ठुला सहरका व्यस्त भन्दा टाढा, प्रकृतिसँग नजिक भएर बाँचेको त्यो जीवन आफैमा एउटा कथा थियो। हामी भने त्यही कथाको बीचबाट आफ्नो गन्तव्यतर्फ अघि बढिरहेका थियौं। मनभित्र एउटा छुट्टै उत्साह थियो। यति टाढा आइपुगेपछि अब त ढोरपाटन पुगिन्छ होला भन्ने लाग्थ्यो। तर पहाडको यात्रा हामीलाई सोचेको जस्तो सजिलो कहाँ हुन्छ र। कहिले बाटो अगाडि पुग्थ्यो, कहिले बाटोले हामीलाई रोक्थ्यो, कहिले उकालो, कहिले ओह्रालो, कहिले ढुङ्गाले भरिएको बाटो, कहिले हिलो। तर हाम्रो उत्साह भने कम भएको थिएन। हाम्रो यात्राको वास्तविक मेहनत सुरुमा बाटो हेर्दा यति मात्रै हो जस्तो लाग्थ्यो। थोरै अगाडि गएपछि त सजिलै पुगिन्छ होला, त्यही सोचेर स्कुटर अगाडि बढाइयो। तर केही समयपछि बाटोले आफ्नो असली रूप देखाउन थाल्यो। बाटो उस्तै
स्कुटर उस्तै हामी उस्तै। तर अब अवस्था फरक थियो। साँझ पर्दै थियो, अलिअलि उज्यालो कम हुँदै गयो। कहिले साँझ पर्थ्यो, कहिले अँध्यारो भयो। हामीलाई थाहै भएन। शरीर थाकिसकेको थियो, दिमागले पनि अब काम गर्न छोडे जस्तो लाग्थ्यो। त्यति बेला एउटा कुरा मात्र दिमागमा थियो, जसरी भए पनि धरपाटन पुग्नु पर्छ। दिनभरको यात्रा, कयौं घुम्ती, कच्ची बाटो, थकान र अँध्यारोसँग लड्दै हामी धरपाटन पुग्यौं। पूर्वी रुकुम, म्याग्दी र बागलुङ जिल्लासम्म फैलिएको धरपाटन शिकार आरक्षण सन् 1983 मा स्थापना गरिएको हो। यस शिकार आरक्षणले करिब 1325 वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। समुद्रिक सतहबाट यसको उचाइ करिब 2850 मिटरदेखि 5500 मिटरसम्म रहेको छ। धरपाटन नेपालकै एक मात्र शिकार आरक्षण हो। प्राकृतिक सौन्दर्य, जैविक विविधता र रोमाञ्चक वन्यजन्तु अवलोकनका कारण हरेक वर्ष यहाँ ठूलो संख्यामा विदेशी पर्यटकहरू आउने गर्छन्। धोरपाटन, जहाँ प्रकृति केवल देखिँदैन, महसुस गर्न सकिन्छ। यहाँको हरियालीले भरिएको पाटन, चारैतिर फुलेका रङ्गी चङ्गी फुलहरू, अग्ला पहाडहरू र बीचबाट कलकल गर्दै बगिरहेको उत्तर गङ्गा खोला, सबै मिलेर धोरपाटनलाई एउटा छुट्टै संसार बनाइदिन्छ। पाटनमा खुलेर चरिरहेका घोडाहरू, चिसो हावाको स्पर्श र टाढाबाट सुनिने मानिसहरूको आवाज, यही हो धरपाटनको वास्तविक सङ्गीत। वर्षापछि झन हरिया बनेका पाटनभरि फुलेका फुलहरू, कुहिरोले छोपिएका पहाडहरू र उत्तर गङ्गाको चिसो पानी। यस्तो लाग्छ प्रकृतिले आफ्नो सुन्दरता खुलेर यही पोखिदिएको छ, अझ वास्तविक र अझ सुन्दर बनाउँछन्। यहाँ आएपछि समय अलि बिस्तारै चलेको जस्तो लाग्छ। सहरको भिडभाडबाट टाढा प्रकृतिको बीचमा बसेर केही बेर आफ्नै संसार बिर्सिन मन लाग्छ। उत्तर गङ्गाको आवाज सुन्दै, फुलहरूले सजिएको पाटन हेर्दै, घोडाहरूको चालसँगै यो सुन्दर ठाउँलाई महसुस गर्दै, त्यति बेला मनले एउटै कुरा भन्छ, धरपाटन केवल एउटा गन्तव्य होइन, यो त प्रकृति, मानिस र जीवन एकै ठाउँमा भेटिने एउटा सुन्दर संसार हो। को हो कान्छ पर्छ सदान नाम राख के हो तिम्रो नाम? तिम्रो नाम के हो? साजन। साजन? हजुर। धरपाटनको साजन हो? हजुर।